हेलो साथीहरू, स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानल आमाज टाइममा। आज हामी आलु बोडी तामाको तरकारी बनाउँछौँ। 200 ग्राम बोडीलाई रातभर भिजाएर राखेँ। अब यसलाई प्रेसर कुकरमा राखेर 2वटा आलु धोई पखाली छिलेर लिएको छु। आवश्यकता अनुसार पानी राखेर 2वटा तेजपत्ता र केही खडा मसला यसमा राखेको छु। प्रेसर कुकरको ढक्कन लगाएर अब 3 देखि 4 सिटी आउँदासम्म हामी यसलाई पकाउँछौँ। यसमा भएका खडा मसला निकालेर फाल्दा पनि हुन्छ, यसैसँग पकाउँदा पनि हुन्छ, तर मैले निकालेर फाल्ने गरेको छु। आलु र बोडी पाकेको छ छैन चेक गरौँ। बोडी पनि मजाले पाकेको छ र आलु पनि म्यास गर्दा मजाले म्यास हुन्छ। तपाईलाई कतिको पाकेको मन पर्छ त्यही अनुसार पकाउनु होला। तरकारी पकाउनको लागि सबैभन्दा पहिला मैले यहाँ तेल तताउन राखेँ। तेल मजाले तातिसकेपछि मैले यहाँ मसिनो गरी काटेको प्याज राखेँ। प्याज हल्का रातो हुँदासम्म पकाउनु पर्छ। यसलाई हामी चलाउँदै पकाउँदै गर्छौँ। प्याज रातो हुन थालिसकेपछि यहाँ मैले अघि पिसेको हरियो खुर्सानी र लसुनको पेस्ट राखेँ। अब यसलाई पनि केही बेर चलाउँदै पकाउनु पर्छ। तामालाई सानो सानो टुक्रामा काटेको छु। मैले तामालाई पनि यहाँ राखेँ। तामा राखिसकेपछि पनि हामी केही बेर यसलाई चलाउँदै पकाउँदै गर्छौँ। मैले यहाँ राखेँ बेसार, आधा चम्चा रातो धुलो खुर्सानी र स्वाद अनुसार नुन। घरैमा बनाएको सब्जी मसला र 3वटा टमाटरको पेस्ट पनि मैले यहाँ राखेँ। अब यसलाई केही बेर चलाउँदै पकाउनु पर्छ। अघि राखेको टमाटरको पेस्टको पानी सुक्दासम्म र यसको तेल बाहिर आउँदासम्म हामी चलाउँदै पकाउँछौँ। अब हामी अघि बोडीसँग सँगै पकाएको आलुलाई पनि यहाँ राख्छौँ र यसलाई म्यास गर्छौँ। तपाईलाई म्यास गरेको मन पर्छ भने म्यास गर्नुहोस्, नत्र भने सानो सानो पिस गरेर काटेर राख्दा पनि हुन्छ। आलुलाई म्यास गरिसकेपछि पनि केही बेर हामी चलाउँदै पकाउँछौँ।
मसला लगभग तयार भइसकेको छ। अब अघि उसिनेर राखेको बोडीलाई पनि यहाँ राख्छौँ। राम्रोसँग मिक्स गरेर केही बेर हामी फुल आँचमा पकाउँछौँ। एकपटक राम्रोसँग पाकिसकेपछि केही बेर ग्यास मध्यम गरेर फेरि 2-3 मिनट अझै पकाउँछौँ। मैले यहाँ राखेँ आधा चम्चा गरम मसला, मसिनो गरी काटेको हरियो धनियाँ। धनियाँ मैले अलि धेरै राखेको छु। अब यसलाई धिमे आँचमा केही बेर अझै पकाउँछौँ। आलु बोडी तामाको तरकारी तयार भइसकेको छ। तपाईहरुलाई आलु बोडी तामाको तरकारी कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। अब हामी सर्भिङ बलमा राखेर यसलाई सर्भ गर्छौं। यसलाई रोटी, भात, चिउरा जेसँग पनि खान सकिन्छ। खाना र खाजामा पनि हामी यसलाई लिन सक्छौं। आलु बोडी तामा एक विशुद्ध नेपाली तरकारी हो, जहाँ बोडीसँग आलु र तामा मिसाएर हामी तरकारी बनाउँछौं। धैर्य गरी भिडियोलाई हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद छ।